मामा श्रीमान रेडी जङ्गलको भाले छ होइन एउटा भाले लग्नु पर्छ माइजुल पकाएर चाहिँ हुनु पर्यो है फेरि अब चाहिँ हामीहरू चाहिँ यता रुदा लोकल कुखुरा लिन जान लाग्यो यता दाइ रेडी भइरहनु भएको छ यसलाई पासो सासो बोक्नु भयो होइन यो तारा होइन अब चाहिँ हामी जान्छौँ त अब चाहिँ यहाँ पैसा पनि ल्याइहालेँ दाइको बोजीमा बेतमा रहेछ अब उहाँ चाहिँ सतिरहनु भएको छ तेल सेल लगाएर चट्ट लगाएर अब चाहिँ हामी जान्छौँ कुखुरा लिन अब हामी कोठादेखि बाहिर निस्किसक्यौँ अब दाइ निक्लिसक्नु भयो मामा श्रीमान रेडी हो हे एकजनाले खाने भन्ने एकजना नखाने सल्लाह मिले छैन अब खसी मासु लिन घर आइहाल्यो अब जङ्गली कुखुरा खाना चाहिँ लिन जान लाग्यो जाऊ जाऊ बाबा श्री जाऊ जाऊ हरिरागमा चाहिँ उता दाइरो तल झरिसक्नु भयो ल हाम्रो एकजना सर पनि भेट्नुभयो बाटोमा ल उता ढोकिदिँदै हुनुहुन्छ आशीर्वाद दियो आशीर्वाद लियो राम्रोसँग तल क्यान्टिनमा झरिसक्यौँ होस्टेलको उता चाहिँ हामी होस्टेल छ भनिरहेछौँ यता क्यान्टिन Close till I get up. Time is barely on our side. I don't wanna waste. अहिले चाहिँ हामी बाहिर आइपुग्यौँ हैन अब यहाँ फेरि फिङ्गरी हान्नु पर्छ बाहिर जानको लागि फिङ्गरी हान्न लागिसकेको यता खोलिसक्यो भाइ एन्ट्री हुनुहुन्छ आनु आनु आइसक्नु भएर गाडी बाहिर छैन ल गाडी पनि आइसक्यो उता मामा श्री भित्र चढ्न लाग्यो गाडीभित्र ल एन्ट्री भइसक्यो छिरे भित्र मामा श्री ल स्वागत छ दाइ आनु राम्रो ड्राइभर अङ्कल अब हामी चाहिँ जाँदैछौँ लोकल जङ्गली कुखुरा लिन ल अब फाइनल उता भेटौँ ल चाहिँ अहिले आइपुग्यौँ मार्केटमा कुखुरा लिन यता हाम्रो जङ्गलको भाले छ होइन एउटा भाले लग्नु पर्छ है यता फुल पार्ने कुखुरा हो त फेरि अरे कहना क्या चाहते हो एक चाहिए हाँ अच्छा से निकालिए रहा नहीं जाता तड़प ही ऐसी है ना नहीं सुके कितना केजी है 26 रुपया 70 पैसा अच्छा हलाल कर दो उसको और अभी तो रुको क्लाइमैक्स अभी बाकी है काट दियो के लगन लाग्नु मासिरे धनिया छाना भए छैन खानु राम्रोसँग प्याज छ सबै छ भइसक्यो अब चाहिँ हामी भित्र इन्ट्री भइसक्यो र हाम्रो सामान राख्नु पर्छ हैन छिर्नु उता छ त यता दाइ भन्दै जानुहुन्छ प्योर नेपाली ओखटी साबुन छ है यहाँ फेरि मलाई धेरै मन पर्ने साबुन हो फेरि धेरै मन पर्छ मलाई अच्छा हमको सिखा रिया है म चाहिँ दुईटा लगेको छु र दाइले एउटा लग्नु भएछ र टनाटन छैन सामानहरू नेपालबाट आतन्ने आन्छ ए बिल बुझादै हुनुहुन्छ फाइनली गाइस हामी आइसकेको छौँ र यता दाइले कुखुरा पोल्दै हुनुहुन्छ राम्रोसँग बोल्नु है दाइ राम्रोसँग 7 वर्ष भयो हेर लोकल कुखुरा नखाएको फेरि लोकल होइन जङ्गली कुखुरा फेरि लोकल त नाम मात्रै हो पोलेर रेडी भइसक्नु लागेको छ अब के गर्ने क्यामेराको क्वालिटी चाहिँ राम्रो छैन खासै त्यति धेरै क्वालिटी दिन सकेको छैन हैन आइफोन 18 हो क्या बोला तूने
आइफोन 18 हो अब गेल होइन पछि लिउँला नि त बिस्तार बिस्तारै आइफोन 16 बड़ा हरामी हो बेटा। खुट्टा कोन खान्छ त खुट्टा खाने किटारी छैन कोही पनि हम खाएगा। अच्छा अच्छा राम्रोसँग बोल्नु है जल्दी भएको छैन त्यो भुट्ला पत्ला गएको छैन त्यो अबे साले तभी मेरा माफ करना गुस्से में इधर उधर निकल जाता हूँ। लोकल कुखुरा अब यता लोकल कुखुरा रेडी भइसकेछ हामी अब अब चाहिँ कटिङ हुने बेला भइसक्यो मले छैन बनाउँ बनाउँ ग्यासले रुवा छैन नहुने प्याजले कहाँ प्याज रह्यो जे त्यस्तो प्याजले रहन लाग्यो नि त बिजोग भइरहेको थियो नमस्ते अब भात बने पाकिसक्यो रेडी छ होइन अब भात पाकिसकेको छ नमस्ते अब यास स्यास टमाटर समाटर काटिसकेर चाहिँ रेडी गर्नु भएको छ हामी चाहिँ भर्खर तलदेखि कुखुरा पोलेर आएको मामा छोरीले धुलाई मन परेन र क्या हाम्रो ढोएको टेपार अर्को चाहिँ धुन लाग्यो फेरि अब तल पानी कम थियो त्यही भएर खासै धोएन त्यही भएर मामासिरी अब भोलि नयाँ सालको त्यही यही उद्घाटन त होला होइन नयाँ सालको लागि नयाँ साल आयो 2082 साल सबैले शुभकामना छ है धेरै धेरै अनि अहिले चाहिँ हामी यतै छ होइन मान्छेले भुट्ला खान्छन् हैन के खाने भन्छ चाहिँ खान्छ नि त भुट्ला पनि फ्राई गरेर पुरा चाइनिज उयो कस्तो मिठो मिठो खान्छ चाइनिज अरे कहना क्या चाहते हो चाइनिज हेर्ने के राईमा हो कि केमा छोटा लिम्बूमा खै पुरा भुट्ला खान्छन् नि त त्यसले भुट्लालाई मिसेर गर्छ नि राम्रोसँग काटन है राम्रोसी टोका भागलाई फेरि मामासिरी कुखुरा काट्न कुखुरा बनाउन सिपाल भने फेरि हेरे अब के भने मलाई त फेरि अब कहिले काटेको पनि छैन होइन हस्तवन उता आउँदैन काट्ने मान्छे के भन्छ रे कहाँ जानु है हाम्रो सिकारी कहाँ जानु थाहै होइन भित्र जानुभएको छ देख्दाखेरि लोकल कुखुरा जस्तै भ्यान तर जङ्गली कुखुरा सेम लोकल जस्तो देखिन्छ त्यो मासुदेखि अलिकति फरक छ है थाहा भइहाल्छ अलिकति हर्रो छ त्यही भएर चिनिहालिन्छ जङ्गलीहरू चाहिँ लोकल भनेर धेरै भएको नखाएको यहाँ 7-8 वर्ष भइसक्यो यहाँ लोकल कुखुरै नखाएको होइन अब आज चाहिँ एकचोटि खाइदिउँ न त भनेर मैले चाहिँ खाएको थिएँ नि त्यही भएर चेक गर्नु पर्यो आज कस्तो हुन्छ भनेर होइन मामा सिटीको नयाँ टेक्निक पुरा आयो कुखुरा उम्काउने मैले देखेको थिएँ नि त हाम्रो कुकम्यानको
हाजिर भइसकेको छैन मामासेरी राम्रो पकाम है एकदम पुरै खाँदाखेरि माइजुल पकाए जस्तै हुनु पर्यो है फेरि घरमा माइजुल पकाए जस्तै हुनु पर्यो मिक्स मसला धनिया मसला 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 है अब अहिले बनिसकेछ हेर्नलाई फाइनली गाइस खाना बनिसक्यो होइन मासु अब रेडी छ ए दाइ झिक्दिएको रहेछ होइन निकाल्नु यो चाहिँ ठुलो रेड बोल हो है मामासिरे ठुलो रेड बोल खान लाग्यो होइन हामी मासु हाल्नु मामासिरे मलाई हाल्नै मिल्दैन कि होइन ठुलो रेड बुल हो नि त खुट्टा खायो खुट्टा बुल्लो हुन्छ मासु चेक गर्न लगाएको कस्तो छ मामासिले बनाएको मिठो रहेछ मामासिले मिठो रहेछ पास पास मामासिले